म बाँचेको अर्थ छैन क्या अब म बाँचेको अर्थ छैन हावाले चाहिँ मान्छे नै उडाउन खोज्छ क्या 50 केजी भन्दा मुनिको मान्छेलाई चाहिँ हावाले उडाउने आज सङ्केत थियो कस्तो बाटो गाडी आँखा देख्दैन क्या यार दिदीहरू हेलो गाइज दर्शन नमस्ते के छ साथीहरू सन्चै हुन्छ आज चाहिँ होइन म दमकमा छु अहिले होइन टक्कसँगले हामी चाहिँ अब आम्दा घुम्न गइरहेको छौँ है सबैजनाले साथ सपोर्ट माया देखाइदिनु छ यहाँ चाहिँ बाटो बनिँदैछ है बाटो बढाइँदैछ हामी चाहिँ इलाका प्रशासन अघि कस्तो आइरहेको छ क्या आमा लास्ट आइरहेको क्या हावा आइरहेको क्या हावा चलिरहेको छ हामी चाहिँ अब पर जानुपर्ने हुन्छ है कस्तो दामी लाग्यो कस्तो दामी लाग्छ नि त्यो घाम क्या हामी चाहिँ हिँडिसकेको छौँ है कस्तो दामी छ यार सन बब्बा लेख्न हावाले चाहिँ मान्छे नै उडाउन खोज्छ क्या 50 केजी भन्दा मुनिको मान्छेलाई चाहिँ हावाले उडाउने आज सङ्केत थियो कतिलाई त उडाए पनि होला सायदै उडाए नै भन्नुपर्छ कस्तो बाटो गाडी आँखा देख्दैन क्या यार दिदीहरू छोरी मान्छेलाई के भनेको भन्दाखेरि पापा कि परि त्यसै भनेको होइन क्या अङ्कल होइन आउनु त यत्रो हरान बजाउँदा नि सुन्दैन नि यार उनीहरूकै मस्त छ क्या चिलमा त्यही त वास्तै छैन या जोसुकै होस् त्यही भएर हिजो जस्तै घटना हुन्छ क्या फेरि धन सानो गाडी थियो र मात्रै रोकिरहेको छु नत्र भए उडाइदिन्थ्यो ए ठुलो गाडी थियो भने अघि हानी थिएन सब्जी किन यहाँ आउनुपर्छ साथीहरू हामी चाहिँ होइन गाह्रो छ आकाशी पुल साथीहरू सबैजना है आकाशी पुलमा हामीले अस्ति चाहिँ 1000 रुपियाँ राख्दै थियौँ 1000 रुपियाँ राख्ने साथीहरूले पनि भेटेर कमेन्ट नि गरिसक्नु भएको थियो अब फेरि पनि कुनै दिन हामी फेरि आकाशी पुलमा गएर माथि बनाउने छौँ भिडियो है सो गाइस हामी चाहिँ आम्दादेखि टक्क लागिसकेको छौँ होइन अब कतिखेर पुग्छ कति मिनटमा अब 5 मिनटमा पुगिन्छ होला 5 मिनट्स
कस्तो काला लाग्यो यार हुन नि मान्छे राम्रो हुनु पर्यो नि कहाँ हेन्सम हुनु यहाँ कालो न कालो छ मान्छे यति कालो मान्छेलाई हेन्सम हुनुहुन्छ त यार क्यामेरामा कालो आउँछ अनि हामी पनि आइपुग्यौँ है अब ट्रेनतिर चल्नु पर्यो भनिरहेछ नि त टक्कसँगले है सिरु लास्टमा चाहिँ खोइ के खालको यो सबै पानीले झरिसकेछ क्या पानी परेपछि हामी हेर्छौँ त्यही पनि घाम छैन यार घाम अघि त देखिरहेको थियो अहिले हराइसकेछ है हराइसकेछ हामी पनि यस्तो फोटोसोटो भिडियो गर्न आएको खास चाहिँ है के भन्नु यार अब नहुने दिनमा आइएछ नि यार अब चट्टोसँगले कहाँ खाली छ त्यतै जानु पर्यो बाँसगाडी जानु उ पर्छ होइन बाँसगाडी तर मा कसम भनेको कि कति छोटो क्या यो मैले त नि त्यो टेन्सन भिडियोमा त नि धेरै देखिरहेको थियो त यार अग्लो देखिरहेको थियो पानी आएर त यार मान्छे त तल घुँडाभन्दा मुनि छ त यार सुतिरहेछ पुरा टिकटक चलिरहेछ क्या पर यत्रो पुरा टिकटक आज टिकटक स्टारहरू आएन क्या सबै स्टारहरू के चाहिँ छ सिरु अब चाहिँ सिरु हेरेर जाउँ न यहाँ यता पनि कस्तो खालको क्या एकछिन न ल्या के हो भिडियोमा त अर्कै देखिरहेको त मैले हेर्छु बेकारमा यार 150 गयो यार त के हो यो यस्तो बबालले फोटो खिचिन्छ यस्तो भिडियो बनाइन्छ भने कि तर के हो यो वाट इज दिस ठग्नुसँगै ठगेछ नि यो भिडियो अपलोड गर्ने मान्छेलाई सबैजना आउँछन् रमाइलो हुन्छ घामसाम भनेर त घाम पनि हराइसक्यो त हेरौँ न कुन चाहिँले रतौली खेलेछ नि त यहाँ रतौली नै खेलिसकेछन् कि हेर्नु नि छैन सबै टेकेर माडेर सकिरहन् जोस् भ्यू चाहिँ दामी छ है ल साथीहरू है हामी चाहिँ टक्कसँगले आइसकेको छौँ यहाँ होइन त्यो सिरु भन्ने ठाउँमा आएको हामी होइन सिरु भन्ने ठाउँमा सिरु हेर्न आएको खास चाहिँ सिरु नै छैन रहेछ क्या अब सबै पानीले सुकिरह होला क्या सायद मलाई लाग्छ होइन जहाँसम्म लाग्छ मलाई यो सिरु होइन टक्कसँगले आइलाग्यो भन्न मन थियो तर के गर्ने यार सुकिसकेछ क्या सबै झरिसकेछ अब के गर्ने न घाम पेसाब बर्बाद आन्टीहरूको बिहाइन्ड द सिन अब हेरौँ है त क्यामेराम्यान अलिक राम्रो खिचौँ है दामी ल बबाल छ हामी चाहिँ घुम्न आएको यहाँ टिकटक पनि बनाइदिरहेको छौँ है चट्टो लाएर भरे भाइरल चाहिँ गर्नु पर्यो क्या सरकार तिमी के गर्छौ यार हाम्रो भिडियो कहिल्यै पनि भाइरल नगराइदिने यो पालि चाहिँ भाइरल गराइदिनु पर्यो ल सबैजना उ यसरी घुम्न आउनुपर्छ हेर्नु त ऊ चट्टोसँग राम्रो मान्छेहरू छम्म यस्तो सेलिब्रेटीहरू हुनुहुन्छ यता आन्टीहरू चाहिँ भागेर आएको अरे भागेर आउनुभएको तपाईँ पक्नु तपाईँलाई भनिदिन्छु म हामी पनि अब टक्कसँगले फोटो सिटो खिच्छौँ त्यो कता आइज आइज त्यो आइज ल त्यो आइज मेरो साथी के छ यार मेरो साथी कल्लु आयो चोक्यो यार आइफोनबाट पनि राम्रो आएन नि त मायालुको माया मिठो किन कसलाई भनिदिन्छु
भनिदिनुहुन्छ दिदी कसलाई भन्नुहुन्छ कसलाई भनिदिन्छु कसलाई भनिदिनुहुन्छ दिदी कसलाई भन्नुहुन्छ अब हामी घर जाने बेला भइसकेको छ होइन अब टक्करसँग एउटा सट्टसँगले होइन यस्तो गरेको भिडियो बनाउनु मन छ क्या मलाई है तर के गर्ने यार सबैजनाले सपोर्ट गर्नु पर्यो है सपोर्ट गर्नु पर्यो ल यस्तै छ मेरो जिन्दगी हेर नि यहाँ आमालाई धन्यवाद छैन केही भन्ने बात म केही बारी दर्याम सो गाइज यहाँ चाहिँ पेट्रोल पम्प पनि छ हामी पेट्रोल पम्पमा पनि आइपुगिसक्यौँ तर बाइकै छैन यार कसको बाइक चढ्नु है हामी जाँदैछौँ म त सडर जाँदैछौँ है कहाँ पुगिन्छ अब घर पुगाडिसकेको छौँ हामी है लड्नुहुन्छ है बाजे लड्नुहुन्छ राति लडिन्छ बाजेहरू बिस्तारै क्रसफायर एप्स दियो उडाउँछ जे भने नि होइन सानै बेग्लिन्छ नि त सानै बेग्लिन्छ क्या ल साथीहरू हामी पनि हिँड्दैछौँ है बेलुका हिँड्नु यस्तो रमाइलो लागिरहेको छ यहाँ आएको छ भनेको साँच्चै भनेको कि यस्तो रमाइलो लागिरहेको छ नि ओ माने देवी ओ माने हामी चाहिँ दमकबाट हिँडिरहेको छौँ साथीहरू हामी दमक रोडमा हिँडिरहेको छौँ हाइवेमा है महेन्द्र राजमार्ग हिँडिरहेको छ साथीहरू हामी सट्टो लाएर है महेन्द्र राजमार्ग है चट्टो लाएर हामी राति हिँडिरहेको छौँ साथीहरू सबैजना 7:22 भएको छ आमा पुगेन त यार घर घरै पुगिसकेको छैन यार कस्तो हिलो आमा खुट्टाहरू चिसो होइन हावा खाँदै हिँड्नुपर्छ है रातिको समयमा टक्कसँगले अब चाहिँ मजाले हाइवे आइसकेको छ है अब चाहिँ झन् 3 किलोमिटर बाटोमा है चट्टो लाएर है अब चाहिँ दाम दिन्छ नि त मान्छे यो साथीहरू है यहाँ पनि अर्को पेट्रोल पम्प रहेछ आकाशीको लाइफ मिनट होइन हामी उपर छ सबैजनाले साथ सपोर्ट गरिदिनु न साथीहरू है अब भिडियो अन्तिम हुँदै गइरहेको छ पछाडिबाट गाडीले हानु भने सिधै ठाउँको ठाउँ हुन्छ है त्यही भएर अलिकति यहाँ सावधान भएर भिडियो बनाइरहेको छु ओके जनाले लाइक कमेन्ट सेयर हानिदिनु होला है ओ माने जनदी देवी गीत गाउन नि आउँदैन साथीहरू र नि गाइदिन्छौँ हामी चाहिँ चट्टराम त्यो धुवा त डह्रो फालेको छ दाइ दाजु तपाईँको त गाडी होइन कस्तो गाडीबाट कस्तो उयो आइरहेछ के साह्रो हिलो मा कसम भनेको हिँड्न पनि सकेको छैन है हिलोले यार ल साथीहरू यहाँ चाहिँ गोर्खा किचन छ है गोर्खा किचन यस्तो झिलिमिली बढिरहेको छ नि दामी छ है ल यहाँ गोर्खा किचन हो है यस्तो बवाल
छ है गोर्खा डिपार्टमेन्ट स्टोर रहेछ परतिर उतिर गोर्खा किचन बबाल छ र है भित्र जाँदाखेरि एम्बुलेन्स तर लास्ट गलिँदो रहेछ यार साथीहरू है लास्ट को माथिको माथि छिँदैन क्या को बिचबाट मिल्ने कहाँबाट छिराइदिरहन्छ नि यार छिराउने नि एउटा तरिका हुन्छ नि यार जहाँ मन लाग्यो त्यतै छिराइदिने मान्छेलाई पेल्दिने त्यस्तो खालको नगरौँ है साथीहरू फटाइ काम नगरौँ ल चट्ट हिँडिरहेको मान्छेलाई त हिँड्न दिनु नि यार आइदिएको छ त्यही बाटो अनि आकाशी पुलतिर चढेर आकाशी पनि यस्तो चिप्लो भइरहेको छ क्या चट्ट चट्टोलाई हामी आकाश पुलबाट गइरहेको छु है ठाडो उता जाने ओ फाइनली बत्ती आयो साथीहरू सो गाइस फाइनली बत्ती आइसकेको छ है अब त्यो रमाइलो हुन्छ अनुहार पनि कालो अनुहार पनि सेतो देखिन्छ कि भनेको होइन त्यहाँ आँखा टल्किरहेको छ त्यही माथि अघि हामीले तरकारी पसल भन्छ नि यही हो क्या तरकारी पाउँछ है यहाँ सबै गर्न सकिन्छ यसरी है गाडीले चाहिँ नहाडोस् होइन एक्सिडेन्ट चाहिँ नहोस् हामी चाहिँ चट्टोसँगले हिँडेको छौँ अगाडि अलिकति सतर्क भइनुपर्ने हुन्छ हामी चाहिँ होइन चट्टो आएर हाम्रो मामा श्री पनि जाँदै हुन्छ अगाडि होइन अघि आन्टीले त हाँस्दै थियो नि त त्यहाँ पर एक्लै उफ्रिँदैछ अन्त त्यो पर उफ्रेको बेलामा क्या आन्टीहरू हिँड्दै गरेको थिएन के यता भिडियो गरेको आएको छ भनेर क्या भिडियो गरेको देखेको थिएन क्या फेरि अनि देखेर यता भिडियो गरिरहेको छ भाइले एक्लै उफ्रिन्छ त अन्त एकछिन रोक साथीहरू हामी चाहिँ फाइनली अब घर पुग्नलाई कति 5 मिनट मात्रै बाँकी छ ल 5 मिनटमा पुगिन्छ हामी त ट्रकसँगलाई हामी लाएर है पर हेर्नु त जोन छ नि होइन है पश्चिमतिर हिँडेको छौँ हामी चाहिँ अहिले चट्ट लाएर कम त गाह्रो छ हिँड्न त्यत्रो बाटो हिँडिरहेको छ क्या मामाश्री दर्शन नमस्ते मामाश्री दर्शन नमस्ते हिँडिरहेको छु म छाप भएर मामाश्री झन्डै डर लागेको साथीहरू हामीले लाइन मामाश्रीको यहाँ चेकिङ भइरहेको छ साथीहरू होइन हामीले त अब पर हिँड्दा पनि हुन्छ होइन आफन थियो नि संसारमा बाँच्नु छैन क्या मलाई साला एउटै केटीले नहेरेपछि मलाई एउटा गाडी ल्याएर त हानिदिनु नि यार
यस्तो दिमाग तातिरहेको छ नि मलाई गाडी ल्याएर हान्दैन यार भगवान् त आफै यता जान त भगवान्लाई पनि नमस्ते गर्नु नमस्ते गरेर पनि त दिनु नि यार म बाँचेको अर्थ छैन क्या अब म बाँचेको अर्थ छैन एउटा गाडी लिएर हानिदिनु मामासित चेकिङ गर्दै सो गाइज हामी चाहिँ आइसकेको छौँ होइन चट्टोलाएर अब लाइन पनि रहेछ साथीहरू अब पानी पनि छैन अब खाना नि बसाएको छैन अब चट्ट हामी ढोका खोल्छौँ होइन अनि त्यस पछाडि मस्तसँग उत्तानो टाङ लाएर भोलि मात्रै भिड हाल्छौँ सो थ्याङ्क यू सो मच